यहाँ भन्ने चाहिँ मान्छे हो अन्त यता चाहिँ साइन्टिस्ट हो अनि हामी आज चिया खानु चाहिँ आएको छ अन्डा खानु यता डिसी साहब हो नमस्ते सेवा बात तो सही है दौड़ना तो पड़ता है अनि यता हाम्रो यहाँ कोरियन भाइ पनि छ यहाँ ओइ अरे बाबा यो चाहिँ छाइपुरीको रेलवे स्टेसन हो हाम्रो यो चाहिँ यहाँ यो लिकमा आउँछ हाम्रो गाडी चाहिँ राति 11:45 को हो अनि अहिले चाहिँ हामी छिटै आएको हो अनि किनकि 3 बजेसम्म मात्रै हाम्रो रुमको थियो बडोदरामा अनि अब त्यहाँदेखि चाहिँ हामी गाडी लिएर आएको छ अनि हामी स्टेसनमा पर्खिरहेको छ अब अहिले 5 बज्न आँट्यो अब 5 6 7 8 9 10 11 12 11 बजीसम्म चाहिँ हामी पर्खिनुपर्छ यहाँ केटाहरू सबै सुतिरहेको छ म पछाडि ट्रेनमा चढिसकेर म तपाईहरुलाई देखाउँछु ल सामान बोक्ने हैन त आयो ट्रेन चाहिँ तेलको यो चाहिँ ट्रेन चाहिँ तेलको ट्रेन हो यो चाहिँ डिब्बा गर्नु चाहिँ डिब्बा गर्नु कि डिब्बा कति रहेछ गनेर भन्नु चाहिँ उसको डिब्बा चाहिँ जसले डिब्बा गर्छ लु चाहिँ कसले चाहिँ गर्नु सक्छ डिब्बा स्टेसनमा मान्छे छैन कुकुर आउँदैछन् गर्नुहुनेछ डिब्बा डिब्बा गर्नुहुनेछ डिब्बा गर्नु चाहिँ अब त्यो सक्यो अब हामी चाहिँ लिफ्टमा जाने है हुनु चाहिँ यहीँदेखि चढ्दा पनि हुन्छ तर अब हल्का इन्जोयको लागि हल्का इन्जोयको लागि क्या इन्जोयको लागि जाँदैछ हामी चाहिँ पारेहरूलाई पनि पाडे चाहिँ नभनी हाम्रो होइन होइन बरु पाखे भन्दै मन दुख्दैन होइन पारे चाहिँ नभन्थ्यो पुरा चित दुखिहाल्छ मेरो चाहिँ फेरि हो हाम्रो त चित दुखिहाल्छ नि हामी जाँदैछ अहिले है लाख नम्बर 1 बाट चाहिँ लिफ्टमा जाने अब झन्डै हामी चाहिँ नभनेको 25 तला माथि जान्छ होला होइन तपाईँहरू हेर्दै गर्नुहोस् होइन 2 मिनेटमा है हामी चाहिँ लिफ्टमा जाँदैछ अब अहिले चाहिँ यहाँ हाम्रो म्यानेजर हुनुहुन्छ लिफ्टको होइन सिनियर हो अन्त अब भित्रै अर्कायो भने त साह्रो पर्छ यो चाहिँ एसी रुम हो आउनु नि त त्यहीँ बस्ने खाने का बिरयानी बिरयानी खाने का बिरयानी बिरयानी पानी लगेगा पानी पानी पानी
पर बसिरहेको छु उनीहरूको पर सिट सामान चाहिँ पर बसिरहेको छ टिसी दाइ चाहिँ पर बसिरहेको छ हामी अहिले चाहिँ ट्रेन रोकेको छ यहाँनिर हाम्रो यहाँ एसीमा ट्रेनको टिकट पाएको कारणले गर्दा हामी अहिले चाहिँ रोकेर कन्ट्री लास्ट हो यो बिहारको अन्त यहाँदेखि उता चाहिँ अब 2-4 घन्टामा हाम्रो उयो आउँछ यो पछाडि किसनगञ्ज आउँछ त्यहाँदेखि न्यु जयपुर आउँछ अहिले चाहिँ 10 मिनट ट्रेन रोकेको कारणले गर्दाखेरि चाहिँ हामी यहाँ पुरी खान आएको छ है 30 रुपियाँमा 6वटा पुरी अरे अनि हामी यहाँ पुरी पनि बनाउँदैछ होइन हामी सबैजना मिलेर पुरी खाने त्यहाँदेखि अब ट्रेन 10 मिनट रोक्छ भनेर चाहिँ हामी पुरी खान आएको छ माग्न भाइ छिटो अब 10 मिनट यो लाइनहरू छ है यो एसीमा पाएको छ पहिला हामीले चाहिँ वेटिङको काटेको थियो वेटिङमा चाहिँ धेरै भिड भएको कारणले गर्दा फेरि हामी म खान्छु नि अन्त मिलाएर हामीले सिट पाएको छ अहिले फेरि खाना आएको छ भाइले चाहिँ अहिले पायो फेरि हल्का यहाँ पुरी लगाउँदैछ है तर हाम्रो चाहिँ यहाँ बनाउनु छ भैया एकै भएको कारणले गर्दाखेरि चाहिँ बोलमा बनाउनु छ भैयाले चाहिँ माथि बोलमा बनाउँदै दिँदैछ है अलि अगाडि चाहिँ ढोसा रहेछ पुरी सकेको कारणले गर्दा हामी चाहिँ पर्खिरहेको छ भाइले चाहिँ भाइको टर्न चाहिँ आइपुग्यो है अबको लगभग आधी घन्टा 1 घन्टाको पुलमा हामी अनि सिलगढी पुगिसकेपछि अनि लगभग 11 बज्न आँट्यो रातिको अनि समथिङ हामी अस्ति 16 तारिकदेखि हिँडेको अब समथिङ आज 19 तारिक राति पुग्दो रहेछ हामी 11 बजी है अनि 3-4 दिन भयो हामी हिँडेको ट्रेनमा बल्ल बल्ल अब पुग्न आयो है सबैजना एक्टिभिट भएर सबैजना यहाँ सामान निकालेर यहाँ हाम्रो विशेष पनि सामान निकालेर हामी यहाँ रेडी भएर बसिरहेको छ अब समथिङ 2टा दिनलाई स्टेसन काटिने बित्तिकै एनजेपी आउँछ एनजेपी आएर बाह्रको अब रुम कहाँ पाउँछ हामी त्यही हेरेर बस्नेछौँ भोलि चाहिँ फेरि घरको लागि निस्किनु पर्ने छ है अनि हामीले सोचेको थियो राइट टाइम चाहिँ 9:30 बजीको थियो ट्रेन लेट हुँदै गएको कारणले गर्दा भने 12 बज्यो अहिले चाहिँ अलिकति स्पिडै कुदेको ट्रेन अन्त अहिले हामीले यहाँ सामान निकालेर बसिरहेको छ अब लगभग 1 घन्टा समथिङमा चाहिँ हामी तपाईँहरूलाई रुममा पुगिसकेपछि हामीले रुम पाएन भने चाहिँ मैले सोचेको थिएँ कि अब रेलवे स्टेसनमै बस्नुपर्छ होला भनेर किनकि 12 बज्दा अब अगर रुम पायो भने चाहिँ रुममा बस्छ म तपाईँहरू रुममा पुगिसकेर है हामीले लिफ्टको बिचको हो यसरी हल्लिन्छ यो चाहिँ जोड्ती हो मेन चाहिँ अब म चाहिँ भाइहरूलाई उठाउनु जाँदैछु है यो चाहिँ एसी रुम हो अब घर पुग्न आँट्यो है भाइहरू सुतिरहेको होला सायद यहाँ भाइहरूलाई उठाउनु जाँदैछु है म चाहिँ भाइहरू अहिले यहाँ रुममा सुतिरहेको छ ऋषि दा कहाँ गयो सेन्टिसहरू ओ सेन्टिस खोइ सेन्टिस लु खोइ गेल्छन् भाइ लु भाइ उठ अब टाइम भयो बिस्तारै उठ बिस्तारै उठ बिस्तारै उठ अनि हामीले ब्यागहरू निकालेर यहाँ राखिरहेको छ है हामीले अन्त यो चाहिँ एसीको है यो बाहिर जुन चाहिँ यो एसीमा है हावाहरू बसेको लागि चाहिन्छ यहाँ मिटर हुँदैछ अनि यसबाटै कन्ट्रोल गरिरहेको छ है अन्त हामीले ब्यागहरू राखिरहेको छ अब भाइहरू पनि आउँदैछ है पछाडिदेखि भाइहरूलाई भर्खर उठाइकन आएको हामीले सबैजना रेडी हुनुहुन्छ है अब सिलगढी आयो भनेर हामीले 16 तारिकदेखि हिँडेको अनि अहिले 19 तारिक है हामी लगभग 11 बजीभित्रमा चाहिँ हामी सिलगढी हामी निस्किँदैछ अब रेडी भएर है भाइहरू पनि अत्तालिँदै आउँदैछ है भाइहरू आयो अब अनि यहाँ ऋषिदा बसेको जग्गामा चाहिँ यहाँ पुरै हल्लिन्छ यो चाहिँ लिक उयो भएको है जोड्ती हुन्छ यसमा चाहिँ डिस्ट्रिक्ट कलेक्टर अब हाँस्दै निस्किन्छ यिनीहरूले अनुहार लुकाएर निस्क्यो हेर अनुहार लुकाएको यिनीहरूले हो केटा खुसी हुनु आम्बो पुगे त घर अब आम्बो लो है अब चाहिँ पुगे घर पुगे अब चाहिँ सिलगढी हामी 11 बजी समथिङ
बसमा चढ्दा चाहिँ निकै साह्रो परेको थियो हामीलाई, तर हामीले रेडियोहरू मिलाएर हामीले पिएससीमा मिलाएर हामी बसिरहेको छ अहिले चाहिँ। अब चाहिँ हामी है यो चाहिँ एनजेपीको जक्सन हो। अब चाहिँ आइपुगेँ हामी जक्सनमा। हामी सिलगढी एनजेपी आइपुग्यो। अब हामी रुमको लागि जाँदैछ है। अनि सामान पनि धेरै छ यहाँनिर। अनि अब हेरौँ है, रुम पायो भने रुममा बस्ने, नभए त्यो पाएन भने चाहिँ एनजेपीमै आएर बस्ने हामीले सल्लाह गरेका छौँ। एकखेप गएर रुम चाहिँ हेर्ने, अनि खाना चाहिँ खाने है। सबैजना भोकाइरहेको छ। के भयो? ए